आज हाम्रो 3वटा डनहरू आइपुगेछ नेपालबाट खोइ अनि के मास्क लगाएर बस्छ भित्र पनि यार ल ल ल यार के ल्यायो मलाई कोसेली केटाहरूले त गाडी निस्केर देखाएको थियो केटाहरू आएका जस्तो लागेको थियो ओहो हामी बस्ने नजिकैको सातपोरोको साकुरा खोइ अनि के मास्क लगाएर बस्छ भित्र पनि यार ल ल ल यार के ल्यायो मलाई कोसेली केटाहरूले कोसेली देखाउनु पऱ्यो नि खोइ 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 के ल्याएछ खोइ किचनमा त केही थाल्नु यार खोइ त के हो यो चामल त हामीसँग छैन के चामल लिएर कहाँबाट ल्याएर खोज्छ नि कति छिटो आइपुग्यो तिमीलाई 4 बजे ल्याउनुहुन्छ भने चितोसेमा हामीलाई खुरुक बोकेर लिएर आए कस्तो गाह्रो खोइ त यार खोइ लगेज हेरौँ यार के ल्याएछ मलाई कोसेली खोइ हेरौँ यार मलाई के कोसेली ल्याएर केटाहरूले मलाई भोलिलाई काम चाहिएन कहाँ जानु भाइ को आएको ल हाम्रो केटाहरूको यहाँ कोठाहरू पनि रेडी भइसक्यो यो कसो कोठा अरे अरे अनि ब्यागको खोलेर खोल्नु पऱ्यो नि अब यार ल लगेज भरि के ल्यायो होला के हाल्यो होला केटाहरू भित्र के हाल्यो तिम्रो महँगोमा परेको होइन 20 किलोमा पऱ्यो भने तिम्रो 20 किलोमा पऱ्यो केटाहरू त्यही भएर धेरै सामान राखेन होला 20 केजी भयो हो एउटा डनको कोठा यहाँ अर्को डनको कोठा कता टन्नै ल्याएको सामान ल हिँड्दै चाहिँ मलाई टन्नै सामान ल्याएको छ पक्का यत्रो लगेज त्यसै ल्याएको छैन होला दुईटा लगेज ल्याएर यार मलाई टन्नै सामान ल्याइदियो होला अर्को डनको कोठा कता हो कस्तो ल्याएर गरेर राखेको त अनि तिमीलाई दिउँछ ल ए पैसा टन्नै आउँछ नि के ल्याएको छ यत्रो यत्रो ब्यागमा हेर खोलौँ न यार यसो हेर्नु पायो पनि हुन्छ नि यार किन फुटाएको ए त्यो पछाड्दाखेरि फुट्यो होला लो ओड्ने सोड्ने त अब बिस्तारै किन्ने हो अब यिनीहरू दिने यति नै हो होइन अब बिस्तारै बिस्तारै 1 महिना तल गइहाल्छ त्यहाँबाट पैसा त निकाल किन्ने ठाउँ त छँदैछ नि के सापडी उ तल गएर किनौला होइन कस्तो लगेजको नम्बरै बिर्सेर केटाहरू यार अर्कै ल्यायो क्या ओ ओ ओ ल हेरौँ हेरौँ यो पनि नेपालबाट पुगेर आउनुपर्छ केटा हो के हो यो मारी गर्ने टोइलेट पेपर धरि पुगेर के बेजत गरे केटाहरूले जुत्ता कस्तो सेतै सेतो ल्याएको हेर न के मसला ल्यायो मिक्स मसला कस्तो मिठो बास्ना आएको छ दसैँ आएको नि बास्ना आएको छ है केटाहरूको झोला खोलेपछि ठ्याक्कै दसैँ आएको याद आयो मलाई धेरै धन्यवाद ओहो मेरो कोसेली ल्याएछ केटाहरू ल यो मेरो कोसेली हो तिमीसँग एउटा छ धन्यवाद केटा मैले आउँला जस्तो लागेको थिएन ल्याइदियो तिमीहरूले धेरै धेरै धन्यवाद कुकरलाई ठिकै ल्याएछु ल ए टन्नै ल्याएर सामान ल सामान त किन धेरै चाहियो पैसा कमाइहाल्छ केटाहरूले किनला नि पैसा सामान त अरुमा सबैमा मिलायो मैले त पाउने किलो त गोजी गोजीमा हालेर ल्याएको थर्काएर ल्यायो यसको बात गरे थियो अनि मैले यो तिनटा हाल्दै सेल्सले त यस्तो बनाएर ल्याएछ के गोजीमा हालेर यस्तो बनाएर ल्याएछ अनि एकजना खोइ एकजना तिनजना त आइपुग्यो तिमीहरू साइड गर्नु उता गयो अर्को साइड मलाई टन्नै सामान हाल खै के ल्याएर हेर्नु पर्यो ओ ज्याकेट हो अनि यसो केटाहरू कोठा मिलाउ न यार लगेज सगेज खोलेर त्यहाँ कपडा सौडा झुन्ड्याउ हो ल सही लिएर आइस नि यार म पैसाहरू ल्यायो त्यो चाहिँ ठिक छ ठिक छ एकदम सही छ खै हेरौँ न यार झोलामा के रहेछ ठुलै छ लगेज यार टन्नै सामान होला देखिन्छ के बुढाहरूले केही भन्यो भनेन के भएन
कस्तो जुत्ता ल्याए यो खाइक्या कस्तो जुत्ता ल्याए बुढो मान्छे लाउने जस्तो अरे होइन एडिडासको दामी जुत्ता हो तिमीलाई यत्रो छ जुत्ता चाहिन्छ त्यो त सानो तर यो जुत्ता त नलगाऊ यार कम्पनीमा हो यो राम्रो खालको जुत्ता तिमीलाई किन लाउनु पर्यो त्यहाँ किन राम्रो जुत्ता चाहियो देखि त्यहाँ भित्र लागेपछि बाहिर निकाल्नु पाउने होइन यो मैले स्पिकर लिएर आएको के हो त्यो तिमीहरूले चाहिँ कामै बित्थामा हेर यत्रो 2 किलो अर्को सामान ल्यायो बरु फर्किन्छ फर्किनु पाउँथ्यो नि जति भने होइन मैले उहाँ सस्तो पाएँ किनिहालेँ कतिमा ल्यायो 35 तर यहाँ लाउड आउट गरेर बनाउनु मिल्दैन राम्रो बजोस् भनेर राम्रो बजोस् दाल ल्याए ल धन्यवाद यार ओहो यो के अरे जोगाएको जामिजहरू खाना खानु आउने भने तिमीहरूलाई चाहिँ एकचोटि दाल बनाएर खानु केटाहरूले दाल ल्याउँला मसला ल्याउँला ल धन्यवाद ल अर्को पनि पोका आइपुग्यो मेरो टन्नै आइछ त यार के अरे जामिजहरूले खाना खाना बोला भनिरहेको छ कि केटाहरूले दाल ल्याउँला मसला ल्याउँला अनि दाल र मसला युज गरेर खाना बनाउँला भनेर दाल जम्मै थियो दाल थिएन नि सबै भोलि टाइम उयो भयो यसकोमा खाँदैखेर त्यो चिउरा मसलाहरू म अलिकति राखेँ तिमीहरू खाऊ होइन अलिकति राख्छ नि जामिजहरू आउँछ भनेर ए हुन्छ त्यही दिन खाउला नि अर्को शनिबार आइतबार चाहिँ बोलाउनु त्यहाँको खाकारी थियो बुट थियो त्यो नि आउँछ माछा त्यसलाई त हामीले खुवाउने हो भने त्यसले खुवाउने हो त्यसले खुवाउँछु भन्थ्यो अस्ति खै टन्न रक्सी लिएर आउँछु के ल्याइन्छ भन्थ्यो ल्याइन्छ दलालीहरू हो अब ठुलो ब्याग खोल्दै छ है यहाँ ठुलो ब्यागमा के रहेछ फुट्यो कहाँ कसरी फुट्यो ए होइन त्यो फाल्दाखेरि फुट्यो त्यो त के भएन केयरलेस गर्छु नि त मैले सामान अगाडि किन लायो भने यहाँ अनि हामीले लगाएको कपडाहरू कस्तो राम्रो कपडा लगाएको थियो मैले तिमीले कति धनी नेपालमा भन्छ कि तिमीलाई थाहा छैन कि हाम्रो नेपालमा कपडा सस्तो पाउँछ भनेर अनि मैले 2जना ड्राइभरहरूलाई चाहिँ यो राम्रो खालको ट्राउजरहरू ल्याइदिन्छु भनेर भनेको थिएँ त्यही भएर मैले 2टा ट्राउजर अगाडि किन लाग्यो ल ए यहाँ त झन् भयङ्कर सामान रहेछ ल ए मेरी बा के हो त्यो चाहिँ सुपारी किन ल्याएको फेरि मलाई मन पर्छ अब 20 किलोमा पऱ्यो केटाहरू अन्त टन्नै सामान आइपुग्थ्यो है पुरै प्याक गरेर छ त मेरो त यार बमै जस्तो पुरै बमै जस्तो छ त मेरो त सामान त प्याक गरेर पठाएको लु यहाँ आऊ न यहाँ मेरो कोठा आऊ न यहाँ आएर ल यहाँ आएर मेरो कोठा त्यो छिरा खाने मेरो कोठामा छिरा छैन खुट्टा गहने भएपछि धोएर मात्रै छिरा है केटा हो आम्मा बुढीले कम पुरै के बमै पर्दैन जस्तो पठाएको आइपुग्यो अरे हिजो आइपुग्यो है आज हामी कुन ठाउँमा आइपुग्यो सापकोरोमा छौँ है आज बिहान उठेर पार्क घुम्न है ल चल्छ नि किन हुन्छ पैसा ल्याएको छ त के खान्छ त बिहान उठ्नु बित्तिकै यहाँ तातो छैन यसमा चिसो मात्रै छ अहिले त्यो छोडिदियो कि ब्रेक मात्रै सिक न अहिले ब्रेक मात्रै बिस्तारै चलाऊ ब्रेक लाउन चाहिँ नबिर्छ त्यति हुन्छ